यता आइजन ल कि त्यस साडी गरेर यसरी यहाँनिर गर्नुपर्छ बेहुला बेहुली भनेको त्यस्तो हुनुपर्छ यहाँ रमिता हेर्न आएको छौँ हामी यसलाई कसैले मुख हान्दियो त बल्ल खाइसक्छ त हेर्नु 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 रविन दाइ तपाईँ भन्नु पर्यो मेरो सानो मेरो गोरी भन्नु पर्यो चियावाली भन्नु पर्यो बुढो भनेर चिया दिनु पर्यो मस्किनु पर्यो अनि त्यसपछि रोक न अहिले मेरो अगाडि तमीले बिहा गरे तम्रो अगाडि यति राम्रो केटो बिहा गरेर देखाउँछु रोक रोक तिमीलाई त कल्टोले पनि हेर्दिन के के आइलाग्यो यार यो बिपेलाई गर्दाखेरि युट्युबरहरूले कन्टेन्ट पाउने भयो यार गाइज यस्तो यो रेकर्ड गरेर मेरोमा स्याड सङ राखिदिनु होला है रेकर्ड गरेको मान्छेले अहिले मुख छोपी आडी जान्छ बल्ल खान्छ नि आइडी जाने र जान्न होला आइडी ए ए ए ए गेम लगाऊ है गाइज गेम लगाऊ गाइज सुन अक्षता होइन अक्षता सुन न होइन तमी यता सुन होइन अर्को गेममा हामी नै हो कि पनिसमेन्ट गर्ने यो गेममा बिहे हुन देऊ न हेर होइन नि त मेरो यहाँ दिल टुटिसक्यो गाइज अब आफ्नै बुढाले आफ्नै बड्डाले दिलमा इटा राख यत्रो बडो मान्छे इटा राख फुट्दैन त दिल कतै भाग्दैन इटा राख त नै यस्तो हो कि अब मेरो आफ्नै बड्डाले अरूसँग बिहा गरेको को हेर्न सक्छ यार म त सक्दैन म पनि बिहेमा गएको मान्छे हो म पनि साडी लगाउँछु यत्रै सिटी खाँदिरहेको छु म पनि नाच्नु पर्यो नि त म चाहिँ गरिब हुँदो यार ए कुर्ता सुरुवाल चेरेर कपडा लाउँदो यार धोका दिएको सेतो साडी लाउ कि हो लगाऊ कि रातो साडी म त बिहेमा गएको म पनि लगाउनु पर्यो यहाँनिर चावाली जो बिते राम्री भकी त नि ए तमी छिटो तमी साडी लगाऊ तमी पनि साडी लगाऊ बिहेमा जाने हैन तमी जान्न जाने हैन नै म जान्न आफ्नो एक्स को बिहेमा जान्न जाने हैन सर एकछिन तमी हामी ओइ त्यो सुरुवाल पनि ल्याएछु हतारमा त सुरुवाल पनि बोकेर आएको त्यसका राजे बिहा पनि कतिपल्ट गर्ने बच्चा पाल्नु पनि पर्ने अहिले पाइदिएछ अक्षता तिम्रो जिन्दगी त के हो त पानी बिनाको माछा जस्तो भयो मलाई यो जिन्दगीले चोट दियो गनगनी कही सरता ल खोइ चेवा सरता हजुर अस्ताले यस्तो गाखे नि ए टमाटर सस्तो भएको भने त्यही टमाटर टाउका हान्थ्यो कि यति बेसुरा गाई छ्या कता गयो टुप्पा पनि गाइज रबिनले मेरो बिल्ला गरे जस्तो लाग्दैन तपाईहरुलाई मेरो फ्यानहरु यहाँ भन्नु त एकचोटी तारिफ गर्न के हर तिमीसँग त्यस्तो यति म त अब गिलासमा दुध खाइ गिलासमा दुध रूपरङ्ग हुनु पर्यो नि त अनि गिलास छैन दुध यसमा त्यसमा ओके गीत चाहिँ तपाईँ लगाउने कि रबिन दाइ म लगाम भन्नुहोस् पञ्चे बाजा के गीत लगाउनु तिमी पनि नाच्छौ म त अनि बिहेमा गएको नाच्नु परेन पञ्चे बाजामा केटाले कमेन्ट टोपी कस्तो टोपी हो बिहाको दिन कस्तो टोपी हो र टोपी लाउनु पर्दैन के ढाका टोपी मसँग छैन के राख्ने यार हामी अबको पनिसमेन्ट डिल गर्नु अबको पनिसमेन्ट अबको पनिसमेन्ट डिल गर्नु के भनौँ खै हेर्न सकिने मुसाको तपाईँ खाएर मर्ली यार अबको पनिसमेन्ट भन्नु म त यहाँ डान्स गर्नलाई यहाँ साडी ल्याइसकेँ बिहेमा जानलाई अहिले जमाना कल टोपी लाउँछ नहुने कुरो हैट ल दाइ भन्नु अबको पनिसमेन्ट भन्नु बाख्रामाथि बसेर ए बाघ किन्दैन भराउने गीत नाच्ने फर्स्ट पनिसमेन्ट तपाईँको सेकेन्ड ए पहिला पोजिसन हेर कि छोरा अलि गरेपछि डबल ट्याप आउँदैन एकैछिन पोजिसन हेर अनि त्यसो गरौँला ए ल पनिसमेन्ट भन्नु हामीले भन्नुपर्ने के हो भन्नु पर्यो मेरो क्याली मेरो प्यारी यता छेउमा आउन भन्नु पर्यो उसले भन्नु पर्यो अलि छैन त गोरी छ बुढो दुध खानु न पहिला भन्नुहोस् यहाँ लजाएर पिउनु पर्यो एकदम दामी तरिकाले म ओभर गोरो आएँ क्या म यार अनि सुन है तपाईँहरू त्यो एक्टिङ गर्ने अनि त्यो भनेर होइन अनि त्यो एक्टिङ भनेर अनि तपाईँहरू लजाउनु पर्यो मस्किनु पर्यो अनि दुईजना हेर गर्नु पर्यो अनि म बाजा गीत लगाउँछु अनि म नाच्छु
तपाईँकोमा राम्रो हुन्छ म पहिला हेर्छु बिहे अब हेर्नु पर्यो नि त ए कितना रुलाओगा यार मुझे कितना हर्ट करोगा तमी चुप ए तमी चुप लगा ए तमी मेरो झन कुडो मिलाइदिने हैन बिगाड्न आकी रहेछौ तमी छिटो के बिहाको सुरुको दिनको एक्टिङ गर्ने हो तँ चाहिँ के को धुन हो यो मान्छे हुन आँटेर सकिन आँटेर जस्तो धुन नलाउनु न रोमान्टिक गीत हो पागल रोमान्टिक पनि दामी हुनु पर्यो के ढुङ ढुङ तिमी लाउ त्यसो भए ए छिटो निप्टा है यो छिटो गर यति टाइम लाग्छ तिमीहरुलाई छुट्ने यसलाई मैले मिटाउन भुलेछु यार के गीत हुन्छ हौ त्यो एउटा गीतै भन्न आएन क्या मलाई तपाईँ यो रोमान्टिक हो यो होइन अर्को लाउ न हौ बाकल बिहाको सुरुको रात पनि के तिमी श्रीमतीसँग नाच्दै जान्छ अगाडि एउटा माया प्रीतिको एउटा हुन्छ नि यार एउटा पक्नु म लाउँछु बिहाको सुरुको दिन भन्ने अनि एक्टिङ गर्ने भन्ने लास्टमा अनि के पञ्चे बाजा आवाज एकदम सानो गर डाइलेक्ट बुझिन्न फेरि एउटा के म हुँ हजुर कि प्यारी बेहुली भन्ने गीत के अब 10 पैसाको पागल रातको बेला भइसक्यो तपाईँ चाहिँ यहाँ बिहेको एक्टिङ गराउनु ओ पाइ पहिलो एकछिन है अब सुरु एकछिन है आवाज सानो आवाज सानो आवाज एकदम सानो यो अच्छा त कति बोली गए त म्युटै गर्छु लु मिटान दे मैले मिटान सकेँ ल के छ चाहिँ अब सन्चो तिमी भयो आवाज ठुलो आदि के यार एकदम सानो आवाज एकदम सानो बिजिएम अलिकति ब्याकला गुन्जेको सुने सर एकदम सानो सुन्नुहोस् न भन न दुध लिनुहोस् दुध खानुहोस् तिमी पनि खाउन पहिला होइन हजुर खानुहोस् न हजुरको लागि हो अनि आज कति राम्रो देखेको त नि अनि हो अनि मेकअप धेरै घस्यो क्या हो अनि आज बेहुली हो नि त म अनि मेकअप गर्नुपर्छ नि त राम्रै हुनुपर्छ आज सुरुको रात सुरुको दिन के छ हजुरको भन्नुहोस् न हजुरले के गर्नुहुन्छ ठिकै छ अनि यत्रो माइती छोडेर आएकी छौ कस्तो फिल भइरहेको तिमीलाई एकदम खुसी आजबाट नयाँ जीवनको सुरुवात हुँदैछ के छ भविष्यमा के गर्ने हो हजुरलाई नि सोध्नुपर्छ नि के वर्षमा बच्चा नपाउने हो कि अथवा आजबाटै सुरु सुरु गर्ने कस्तो हतार छ मलाई किन कति आत्तिकै त अनि केही समय यसो घुम्ने टाइम बिताउने श्रीमान त बुझ्ने हो नि त नि कहाँ मलाई त बच्चा जन्म मन रहन्छ पहिलाको दुनियाँ रत्तातिर जाने थियो क्या कति आत्तिकै त अनि अनि कस्तो अनि बच्चाको आमा हुनु मन छ अनि मेरो उमेरको साथीहरूले सबैले बच्चा पाइसक्यो अनि मलाई पनि हतार छ साह्रै मन लाग्यो त अनि जयनारीको भिडियो हेर्ने उतै पाउने बिना बाबु हुन्छ अरे बच्चा पाउनु त अनि भन्नु न सुरुको दिन यसो रोमान्स गर्ने यसो घुम्ने यसो ठाउँमा घुम्न आने कहाँ बच्चा पनि हतार गरेर चिया पनि थाट मलाई हतार छ प्लिज के सुरु गरिहाल्ने हो अहिले नि दिपे योभन्दा अघि जानुमा सकेन मेरो गेरमा न्युटनमा छ प्लिज आज मैले सुरुवात मात्र गर भनेको यिनीहरूले त अन्त्य लर टुप्पामा टुङ्गाउनु लाग्यो भयो अनि सरिता हजुर आज अलिकति टाइम ओभर भइसक्यो पाहुना पाछे बिदा गर्दाखेरि अब सुत्नु पर्छ होला हुन्छ सुतौँ ल सुत्नु तपाईँहरू सुत्नु त ए तेरी माया तपाईँ सुत्नु त पञ्चे बाजामा नाच्नु परेन म बल्ल गीत ल अब यो बल्ल कुन गीत लगाउनु फेरि पञ्चे बाजा होस् या अघिको गीत म त पञ्चे बाजा लगाउँछु नाच्नु परेन ल रबिन दाइ र चेवालीको बिहे भयो
भाउजू भयो कति नाचेको भयो त बिहे भइसक्यो कति नाचेको अनि यति खुसियाली दिनमा नाच्नु परेन कति खुसी हो आमा सानो होइन पुरै भुत्रो